नमस्कार सबैजनालाई म विशेष भट्ट। आजको यस भिडियोमा हामी कक्षा 12 को इंग्लिश बुकमा रहेको युनिट 3 अ डेभोटेड सन भन्ने स्टोरीको समरी भन्न गइराखेका छौं। यस समरीलाई अनिता देसाईद्वारा लेखिएको हो। यो समरीले तपाईलाई कथा सजिलै बुझ्न मद्दत गर्नेछ र यसबाट आउन सक्ने सबै प्रकारका प्रश्नहरूको उत्तर दिन पनि सजिलो हुनेछ भन्ने आशा गरेको छु। अब चाहिँ हामी अ डेभोटेड सनको समरी भन्न गइराखेका छौं। समरी सुरुवात गर्नुभन्दा अगाडि भिडियोमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरिदिन हुन नभुल्नु होला। अब चाहिँ हामी सुरुवात गरौँ है त। यो कथा भारतीय समाजमा आमा बाबु र छोराहरूको सम्बन्धमा आधारित एक यथार्थपरक कथा हो। यसमा एक आदर्श र आज्ञाकारी छोराको जीवन कथा प्रस्तुत गरिएको छ, जसले आफ्ना आमा बाबुको सेवा र आदरलाई आफ्नो प्रमुख कर्तव्य ठान्छ। कथाका मुख्य पात्र राकेश एक गरिब परिवारको छोराको रूपमा देखाइन्छ। उनका बुबा, बर्मा र आमा सधैँ उसप्रति गर्व गर्छन्। कथाको अनुच्छेदमा कथामा राकेशले निस्वार्थ समर्पण र परिवारप्रतिको प्रेम देखाइएको भनिएको छ। राकेशको परिवार आर्थिक रूपमा निकै गरिब थियो। उनका हजुरबुवा बजारमा तरकारी बेच्थे र बुवा केरोसिन डिपोमा काम गर्थे र आमा इमानदारीका साथ घर र परिवारको हेरचाह गर्थिन्। ती सबै कठिनाइ बीच पनि राकेश सानोदेखि नै असाधारण विद्यार्थी थिए, शिष्ट, अनुशासित र मेधावी पनि थिए। उनले सधैँ आफ्नो आमा बुवाको इज्जत गर्थे र राम्रो व्यवहारले सबैको मन जित्थे। कथाको अर्को अनुच्छेदमा बिहानको राम्रो समाचारबाट सुरु गरिएको छ। राकेशले राष्ट्रिय परीक्षामा आफ्नो पहिलो स्थान प्राप्त गरेको खबर ल्याउँछन्। उनले बुवा बर्माजीका खुट्टा छोएर आशीर्वाद लिन्छन्। यो समाचार सुनेपछि परिवारका सबै सदस्य र छिमेकीहरू अत्यन्त खुसी हुन्छन्। गाउँभरि यो सफलता पर्व चाहिँ मनाइन्छ। बर्मा र उनकी पत्नी छोराप्रति गर्व महसुस गर्छन् किनकि उनीहरूले आफ्नो मेहनतको फल देखिएको महसुस गर्छन्। कथाको अर्को अनुच्छेदमा भावनात्मक रूपमा मोडिएको छ। समयसँगै बर्मा बुढा हुन्छन् र बिरामी पर्न थाल्छन्। डाक्टर भएको नाताले राकेशले बुवालाई सधैँ औषधि खान र स्वस्थ आहार लिन सल्लाह दिन्छन्। तर बर्मालाई आफ्ना इच्छा पूरा गर्न र नपाउँदा दुःख लाग्छ। उनी छोरा आफूमाथि हावी भएको महसुस गर्छन् र भुलवश सोच्न थाल्छन् कि राकेश अब उनीप्रति माया राख्दैन। यसरी बुवा छोरा बीचको प्रेम गलत बुझाइ र असमझदारीका कारण कमजोर बन्छ। कथाको 5औं अनुच्छेदमा परिवारभित्र हुने गलत बुझाइ, पीढिगत सोचाइको टकराव र संवादको कमीले सम्बन्धमा कस्तो असर पार्छ भन्ने कुरा देखाउँछ। बर्माले छोराको आफ्नो इच्छा पूरा नगरेको कारण रिसाउँछन्, तर राकेश वास्तवमा बुवाको स्वास्थ्यकै लागि सबै गर्दै गरेका हुन्छन्। अनन्त यस अनुच्छेदले हामीलाई आदर, माया र स्पष्ट संवादको महत्त्व सिकाउँछ। परिवारमा साँचो प्रेम तब मात्र टिक्छ जब हामीले एकअर्कालाई बुझ्न र सुन्नमा सक्षम हुन्छौँ भन्ने कुरा देखाएको छ। कथाको अर्को अनुच्छेदमा राकेशले आफ्ना बुवा बर्माको हरेक काममा निकै माया र ध्यान दिन थाल्छ। उसले आफ्ना बुवाको सम्पूर्ण क्रियाकलापमा हेरचाह गर्थ्यो। उसले आफ्नो छोराको जन्मदिनको पार्टी पनि स्थगित गर्यो ताकि बुवाको स्वास्थ्य सुधार होस् भन्ने सोचेर। ऊ बिहानै उठेर बुवालाई पित्तलको गिलासमा चिया दिन्थ्यो र बिहानको पत्रिका पनि पढेर सुनाउँथ्यो। तर एक दिन राकेशले बुवालाई आफ्नो नातिलाई जलेबी लिएर ललाइ फकाइ गरेको देख्दा रिसाउँछ राकेश। त्यसपछि उसले बुवालाई तेलिलो, मिठो र सब्जी, हलुवा जस्ता खानेकुराहरू खान नदिने निर्णय गर्छ। यसरी बर्मा आफ्नो चाहेका परिकार खान नपाउँदा असन्तुष्ट र झर्को महसुस गर्न थाल्छन्। बर्मालाई लाग्छ कि उसका छोरा र बुहारीले आफूलाई अब माया गर्दैनन्। उनले आफ्ना साथीलाई भेटघाट गरी गुनासो गर्न थाल्छन्। बुवा छोरा बीचको सम्बन्ध कमजोर हुँदै जान्छ र बर्मा दुखी भएर औषधिका बोतलहरू फुटाउँछन् र छोरालाई मर्न दिन आग्रह गर्छन्। उनलाई लाग्छ कि अब बाँकी जीवन रमाइलो गरी आफ्ना मनपर्ने खाना खाँदै बिताउन पाउनु नै खुसी हो। तर राकेश भने आफ्नो कर्तव्यबाट पछि हट्दैन। उसले बुवाको उपचार निरन्तर गरिरहन्छ र एक समर्पित तथा कर्तव्यनिष्ठ छोरा बनेर अनन्तसम्म आफ्नो दायित्व पुरा गर्न खोज्छ। अन्त्यमा यस कथाले के सिकाउँछ भने हामीलाई परिवारभित्रको गलत फ्यामिली नबुझाइ र कम सञ्चारले सम्बन्धमा गहिरो दूरी ल्याउन सक्छ। बुढाबुढीप्रति केवल उपचार र औषधि होइन, भावनात्मक माया, सम्मान र समझदारी पनि चाहिन्छ। सन्तानले आफ्ना अभिभावकको भावनालाई बुझेर व्यवहार गर्नुपर्छ। साँचो समर्पण भनेको अन्तसम्म प्रेम, कर्तव्य र सहानुभूति देखाउनु हो भन्ने कुरा यस कथाको मोरलले दिन खोज्छ। साथीहरू, यो थियो डेभोटेड सनको समरी, जसले परिवारभित्रको माया, गलत फ्यामिली र जिम्मेवारीको वास्तविक रूप देखाउँछ। हामीले बुझ्नुपर्छ कि केवल हेरचाह मात्र होइन, माया र समझदारी पनि सम्बन्ध मजबुत बनाउने आधार हुन् भन्ने कुरा।
अन्त्यमा यो भिडियो तपाईलाई मन पर्यो भने लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला। अब आउने युनिट कुन युनिटको समरी चाहिन्छ सबैजनाले कमेन्ट गरिदिनु होला। हस्त धन्यवाद।